कानुनी राज्यप्रति सदा आस्थावान रहिरहनेछु। साथै नेपाली सेनाको सिपाही पदमा नियुक्त भएपछि पदीय दायित्व निर्वाह गर्दा प्रचलित कानुनको अधीनमा रही पूर्वजहरूको बलिदानलाई उच्चतम बिन्दुमा पुर्याउन सदैव नेपाली सेना युनिट तथा सहकर्मीहरूप्रति वफादार रहने प्रण गर्दछु। नेपाली जनताप्रति सद्भाव र सद्व्यवहार कायम राख्दै नेपाली सेनामा विद्यमान बहुजातीय, बहुभाषित, बहुसांस्कृतिक ऐतिहासिक परम्परालाई निरन्तरता दिँदै नेपाली सेनालाई सबै नेपालीहरूको साझा सम्पत्ति र शक्तिको रूपमा परिणत गर्न अन्तर्राष्ट्रिय मानवीय कानून तथा मानव अधिकार प्रति सदैव प्रतिबद्ध रहनेछु। म आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागी एक अनुशासित, मर्यादित, दक्ष, प्रभावकारी, उच्च हौसलायुक्त, कटिबद्ध र ऐक्यबद्ध फौजको सदस्यको रूपमा रहने दृढ संकल्प गर्दछु।